ल है त भयो भयो रे फङ्गाल्यो लौ के फङ्गाल्यो थेट तेरी तामाको हो क्या ल पानी ल्याउन पठाएको आमखारा नै फल्दै सिकियो यस्तो पारा भएन नि त्यो त तरिका हो ठिक छ ल जिउ गरौँ ओहो के हो यहाँ त सब भइसक्यो बिहानको यो जाडोमा घामसँगै आगोको झलक पाइप कहाँसँग लाग्ने राम्रोसित काटे त्यसले के गर्छ त तपाईँको हात लिनु भने मलाई नमस्ते यहाँ त उल्टो भयो मलाई पो ढौदिन लाउनु भएको त के हो यो चाहिँ हो के यतातिर छ हाम्रो पूजा गर्ने ठाउँ आजको केटाहरू यहाँ काम गरिरहेछन् प्याज काट्ने खोइ लोसुन दिए त लोसुन त्यहाँ पनि लोसुन होला ल ल फटाफट ढिला गर्ने नै फटाफट त्यही होला लोसुन तल छन् कि त्यति हो त त्यो भर्खर निस्किया छु क्या रहेछ है भन्थे किरण अङ्कलले के रे क्या रहेछ है भन्थे के भन्यो त्यो भन्दाखेरि के गरेन भनेर के गरेन भनेर अनि क्या भोइस होला नै अरू बाङ्गतिर पनि हरा खुलाएर बिहान बिहान घाममा किन पाइटा खोल्छ घाममा कस्तो लाग्यो फिल चिसामा गएर के युज गरिस् खै साबुन चिलाउना बोक्राले हो ए सल्कमै केटा ल्याएन मलाई त नभए नमस्कार के मन के जाला हिँड्नु भएछ हैन भान्जी जान्छ भन्थे जानु नगि भन्नु म त सोरी गर्छ उ जान्छ अन्डरमा ढोक्क हामीको चाहिँ पुस्को कति कति बिहा छ पहिले निम्तो हो क्या यही भिडियोबाट ल ठिक छ सबैले निम्ता आइ भरि गेल या नथुटु माइन्देर ल जाने कुरो गाडी
ठुलो गाडी सम्झौँ ठुलो ट्याङ्की डाडु त्यहाँ बाल्टीमा यही बगाल गएर त्यहाँ लैजाऊँ त तेरी यार पीस ये पीस काले जो खड़ा राख्छ घर राखेको पहाड सब सुनि थिएन बडी पोल खाने पकाएमा सकेन त्यत्रो बस्न बढी उता डाडु सानो रहेछ है विजय के भन्नुहुन्छ मान्छेले यता गिलास दिनुस् केही गर्नु पर्दैन शब्द बोलिदिनु पर्यो राम्रो त आउँदैन नराम्रो गर्नु एकदम मजाले त्यस्तो भएपछि बानी भएपछि जानी बोल्ने बानी होइन जानी हुन्छ कोही त कसैलाई मन पर्दैन सुने मागुरी हेर्नु नजिक काली हेरिरहनु फर्केर राम्रो चुस है बिहा गर्न जानु नस्कर केटा सुपामा खुवा ल हामी त फर्क्यौँ ल काका गइयो फेरि भेटौँला
ठिक छ ल ल ब्याक साइड हो कि तँलाई मैले एडिट गरेर हालिदिन्छु राम्रो हेन्डसम बनाएर टाउको अर्कै जोडिदिउँ कि खतम मिसिन कहिले जाने कपाल काट्नु दिन चार्जको जाँदा गाडी पनि गऱ्यो